दर्शकबिन सबैजनालाई नमस्कार। म अहिले तारकेश्वर वडा नम्बर 3 मा छु। यहाँ आज माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने कार्यक्रम भइरहेको छ र गोरु जुधाउने कार्यक्रममा आज अहिले यतिखेरको समयसम्म 5 हल गोरु जुधाइसकिएको छ र अब 6औं हलको पालिरहेको छ। यहाँ एकदम रौनक देखिन्छ माघे सङ्क्रान्तिको। यहाँ दर्शक श्रोताहरूको पनि निकै नै भिड देखिन्छ। यो पूर्वकालदेखि चल्दै आएको परम्परा एउटा भान्जा जो चाहिँ आफ्नो घर आउँदाखेरि भान्जालाई कसरी चाहिँ खुसी दिने, कसरी चाहिँ उसलाई खुसी बनाउने भन्ने कुरालाई जोडेर यस माघे सङ्क्रान्ति मेला चाहिँ स्थापना भएको हो र यहाँ गोरु जुधाउने परम्परा सुरुवातदेखि नै थालनी गर्दै आइएको हो र तारकेश्वर वडा नम्बर 3 ले चाहिँ यस पटक चाहिँ विशेष गरेको छ। किन विशेष गरेको छ भने दर्शकबिन यो पालि तपाईँको कुनै पनि नेताहरू, कुनै पनि प्रतिनिधिहरूलाई बोल्नलाई प्रतिबन्ध लगाइएको छ र यहाँको परम्परालाई नै झल्काउने एउटा एक खालको परिवेश सिर्जना गरिएको छ। त्यसै सन्दर्भमा हामी यहाँ छौँ र म यहाँको स्थानीयहरूलाई केही सोध्न चाहन्छु। हामीसँग एकजना स्थानीय बा हुनुहुन्छ होला अथवा कहीँको हुनुहुन्छ, स्वागत छ यहाँलाई। हजुर नमस्कार। कस्तो भइरहेको छ गोरु जुधाइ कार्यक्रम? एकदम सभ्य र भव्य तालमा भइरहेको छ। हजुरको स्थानीय घर नै यही हो। कति वर्षदेखि यो गोरु जुधाइ कार्यक्रम हेर्दै आइरहनु भयो? 1881 मा जय पृथ्वीनारायण सिंह भान्जा, यहाँको बजाइ राजाका भान्जा, उहाँले चाहिँ नि गोरु भान्जालाई स्वागतको लागि गोरु जुधाउनलाई रमाइलो गर्न पर्यो भनेर गोरु जुधाउने 1881 बाट सुरुवात भयो। जस्तै तपाईँले सुरुवाती दिनमा पहिलाचोटि गोरु जुधाइ हेर्नुभयो र आज आइरहँदा आजमा हेरिरहनु भएको छ होइन? यो समयसम्म आउँदा चाहिँ कस्तो भइरहेको छ? यहाँको माहौल कस्तो परिवर्तन भइरहेको छ? अब पहिला त अब हामी गोरु पालेकै मान्छे हो। हामीले चाहिँ अब मेरो बाबाले समेत गर्दा 32-33 वर्ष गोरु पालेकै हो। अहिले चाहिँ छैन मसँग गोरु जुधाउने गोरु। हामीले गोरु जुधाउनु पालेकै मान्छे हो। अब पहिला चाहिँ स्थल 4 स्थल 5 स्थलमा जुधाइन्थ्यो। अहिले 17 वर्ष भयो हामीले चाहिँ हामी नै यहाँ दुःख गरेर अब एकीकरण गर्ने, एकै ठाउँमा गर्ने, जनताहरूलाई दुःख नदिने भनेर हामीले चाहिँ गोरु जुधाउनलाई एकै ठाउँमा चाहिँ एकीकरण गरेर चाहिँ हामीहरूले नै दुःख गरेर हो। अहिले 17 वर्ष भयो। यहाँ गरेपछि चाहिँ त्यति भव्य नै भइरहेको छ, त्यति नरमाइलो अब सबै भव्य नै भइरहेको छ, त्यति नरमाइलो महसुस चाहिँ भइरहेको छ। तर दर्शक श्रोताहरू त हामीले पहिलाको तुलनामा एकदमै निकै नै कम देखिया चाहिँ अब यहाँको अलिकता अब के भन्ने, अब त्यहाँ अलिकता लाजा मर्दो अलिकता गाउँको अलिक पार्टीगत हिसाबमा गएर पनि अब यहाँ म हाम्रो पार्टीको समिति बनाउने, तेरो पार्टीको समिति बनाउने भन्दा अलिकति विवाद परेर अलि मनोचित घटिया हो कि जस्तो चाहिँ हामीलाई लागिरहेको छ। यसलाई भव्य र सभ्य बनाउनको निमित्त चाहिँ यो वडा नम्बर 3 ले चाहिँ तारकेश्वर वडा नम्बर 3 ले चाहिँ के चाहिँ कुराहरू लागू गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई व्यक्तिगत रूपमा चाहिँ? अब वडा नम्बर 3 अथवा वडा नम्बर 2 भनेको हाम्रो एउटै हो र यसलाई विशेष गरी पार्टीप्रति नभइकन गाउँका किसानहरू दाजुभाइ मिलेर पार्टीमा कुनै परिणत नगरिकन गर्दा चाहिँ भव्य र सभ्य बढी हुन्छ कि जस्तो हामीलाई महसुस लाग्छ। जस्तै अहिले 5औं हल गोरु 6औं हलको यो उसमा छ होइन? हजुर। तपाईँले कति हल हेर्नुभयो अहिले? मैले चाहिँ अब 3 हल हेरेँ होइन। अब आउँदाखेरि 2 हल चाहिँ भइसक्यो हुँदो। जस्तै यो आजको कार्यक्रममा चाहिँ आयोजकहरूको के कमी कमजोरी देख्नुहुन्छ हजुर चाहिँ? आयोजकहरूको अब कमी कमजोरी त अब त्यस्तो अब ठ्याक्कै अहिले यसरी फ्ल्यासमा नभनिहालौँ होइन, नभनिहालौँ। सबै जान्नुपर्ने विषय त हो नि, जान्नुपर्ने विषय त हो, नभनिहालौँ। अब आयोजकहरूका अब विषयहरू त धेरै छन्, ठ्याक्कै अहिले चाहिँ यसरी नभनौँ। अब विषय त अब छ नै होइन, छ नै। अब अहिले चाहिँ यसरी ठ्याक्कै मिडियामा चाहिँ नभनौँ। अब भव्य र सबै यो भन्नु नै आफ्नो गाउँकै बेइज्जतै गर्नु। जस्तै बारम्बार घोषणा पनि गरिएको छ कि यो गोरु जुधाइ कार्यक्रम चाहिँ यहाँ नभएर तल गर्ने भन्ने कुरा पनि कतिपय बेलामा उठान भएको कुराहरू हामी सुन्नमा आइरहेको छ र यही बाटोलाई निरन्तरता दिइरहेको अवस्था छ। के भन्न चाहनुहुन्छ? होइन, अब हाम्रो सेन्टर चाहिँ अब यो चाहिँ व्यक्तिगत जग्गा हो। व्यक्तिगत जग्गा पनि हामीले चाहिँ अब यो भिरालो थियो पहिला चाहिँ नि गाविसले पहिला चाहिँ नि गाउँ विकासले चाहिँ नि यहाँ पैसा लगानी गरेर खारेर सम्भव बनाइयो होइन। सम्भव बनाइएर यो सेन्टर यही हो भनेर हामीले आजसम्म यहाँ चाहिँ हिउँदे बारी लाउन नपाउने भन्ने हामीले चाहिँ एउटा कागज गरेर गरिएका छौँ, व्यक्तिगत जग्गा भए पनि होइन। यसमा चाहिँ नि अब तल चाहिँ सार्वजनिक जग्गामा, सार्वजनिक चाहिँ होइन, हुन त स्कुलको जग्गा हो, त्यसमा चाहिँ नि गोरु जुधाउने भन्ने वातावरण चाहिँ भइरहेछ। अब चाहिँ अब आउने प्रतिनिधिहरूले के सप्छरो पार्नुहुन्छ अथवा यसैलाई कायम गर्नुहुन्छ कि तल लानुहुन्छ, अब त्यो चाहिँ अब आउने कार्यकर्ताहरूको अथवा माननीय नेताज्यूहरूको अथवा गाउँ अध्यक्षज्यूहरूको त्यो चाहिँ सम्भावना हुन्छ। जस्तै
कृषकले आज यो परम्परालाई निरन्तरता दिइरहँदाखेरि कृषक त आजको दिनमा धेरै मारमा छन् नि त होइन। जस्तै कृषकलाई चाहिँ कुनै पनि अनुदानहरू नपाइरहेको अवस्था छ, पाए पनि त्यो व्यक्तिगत पार्टीगत रूपमा गइरहेको, पार्टीको जो नातावाद कृपावादमा चाहिँ त्यसलाई दिइने प्रचलन छ। जस्तै कृषकहरूले आज तै पनि उत्साहित हुँदै अब गोरु पालेर चाहिँ अझै पनि यो परम्परालाई निरन्तरता दिइरहेका छन्। यस विषयमा चाहिँ कृषकहरूलाई चाहिँ जस्तै वडा जस्तै पालिका तपाईँको लिएर गएर जिल्लाले के चाहिँ गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई व्यक्तिगत रूपमा चाहिँ किसानको एउटा प्रोत्साहनको निमित्त? किसानको उत्सव बढाउनको लागि त अब किसानलाई गोरु पाल्ने किसान यो जनता थुपार्ने अथवा रमाइलो गर्ने परम्परा जोगाउने किसान हो। यतिखेर किसानले गोरु नपाल्दाखेरि यहाँ यो परम्परा त बच्दैन। किसानलाई केही अब गोरुको लागि भनौँ, गोरु पाल्नको लागि अन्न अथवा चाहिँ केही सहुलियत चाहिँ किसानलाई दिनै पर्ने, हाम्रो सम्भावना पनि दिनै पर्ने हुन्छ। यो रमाइलो पार्ने त किसान हो। यो किसानलाई चाहिँ केही सहुलियत चाहिँ वडाले अथवा पालिकाले, सरकारले अथवा नेपाल सरकारले गोरु पाल्ने किसानलाई यसरी रमरौस गर्ने किसानलाई चाहिँ केही गराए त दिनै पर्ने हुन्छ। हामीलाई चाहिँ त्यस्तो लाग्छ। आजको दिनमा त विभिन्न देशमा युवा पुस्ता विदेशिने क्रम जारी छ। यो खेतबारी बाँझो हुने प्रचलन धेरै नै भइसक्यो। यस विषयमा त किसानलाई त अब एकदम मर्का छ नि त। मर्का छ किसानलाई चाहिँ प्राथमिकता दिनै पर्ने भए हुन्छ। अब वडाले या पालिकाले अथवा केन्द्रले भने पनि गोरु पाल्ने किसानलाई यसरी राम्रो यस्तो उत्साह गराउने किसानलाई केही प्रावधान दिनै पर्ने हुन्छ। र अन्तिममा यो भिडियो जति पनि जनाले हेर्दै हुनुहुन्छ, देश तथा विदेशमा रहेर हेर्नु भइरहेछ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ माघे सङ्क्रान्तिको यस विशेष अवसरमा? यो माघे सङ्क्रान्तिको विषयमा सबैलाई म चाहिँ स्वागत हार्दिक नमन गर्न चाहन्छु। हेर्ने आफ्नो चाहिँ अब दर्शकहरूलाई नमन गर्न चाहन्छु। उहाँहरूले पनि अब उत्सव बढाउनको लागि अब के भन्नु, अब उत्सव बढाइदिनु हुनुलाई, हाम्रो उत्सव बढाइदिनु हुनुलाई चाहिँ अब म दर्शकबिन हामीसँग हुनुहुन्थ्यो, स्थानीय हुनुहुन्थ्यो। हजुरको शुभ नाम चाहिँ? मेरो ठाकुर सिग्देल हुनुहुन्थ्यो, यहाँको स्थानीय नै हुनुहुन्थ्यो। र के अरे माघे गतेलाई कसरी राम्रो बनाउन सकिन्छ, यो परम्परालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा उहाँसँग हामीले अन्तरङ्ग कुराकानी गरिसकेका छौँ। र यहाँ निकै नै रौनक देखिन्छ। पछाडिपट्टि गोरु जुतिरहेको दृश्य पनि हामी देख्न सक्छौँ। र हामीसँग यहाँका एकजना बा हुनुहुन्छ, उहाँलाई म फेरि कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्ते। हजुर नमस्कार। हजुरको शुभ नाम? रामप्रसाद नेउपाने। हजुरको स्थानीय घर नै यही हो? मेरो बेसीमा पर्छ बाबु, बेसी तारुको बेसीमा। यहाँ गोरु जुधाइ कार्यक्रम हेर्न आउनु भएको छ? वर्षै नै आइराखेको। कस्तो लागिरहेछ आजको दिनमा तपाईँलाई यो गोरु जुधाइ कार्यक्रम हेरिरहँदाखेरि? यसपालिको सबभन्दा अहिलेसम्म गरे मध्ये सबभन्दा राम्रो सिस्टम चाहिँ हामीहरूको लागि यसपालि देखियो त। किनभने यो सबै कुराको खर्च पनि अलिक कमी गरेर अनेक भाषण गरेर यसो गरेर समय गुजार्थे। जनताहरूले अहिले भाषण सुन्न चाहँदैन भन्न चाहनुहुन्छ तपाईँ? अहिले भाषणको आवश्यकै छैन। रमाइलो हेर्न चाहन्छ, परम्परा रमाइलो हेर्न चाहन्छन्, संस्कृति जगाउन चाहन्छन्। र तपाईँ यस तारुकावासी भएको हिसाबले अथवा नुवाकोट भएको वासी हिसाबले चाहिँ यस कार्यक्रमलाई अझ भव्य सभ्य र व्यवस्थित बनाउनको निमित्त के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? यहाँलाई यो जग्गाको सबै कुराको वातावरण मिलाएर यो संस्कृति कहिले पनि नमासियोस्, राम्रो भइरहोस्, हाम्रा छोरानातिका पुस्ताहरूलाई पनि भइरहोस्, हाम्रा बाजे बराजुहरूले गर्दै आएको संस्कृति नमासियोस् जुनसुकै कुरा नि। जस्तै तपाईँ त यही भूगोलमा हुनुहुन्छ, तपाईँले चाहिँ कुनै पनि दिन आफ्नो गोरुलाई चाहिँ प्रतिस्पर्धामा ल्याउनु भएन पालेर? मैले लिएर आइनँ बाबु, तलतिर म बिसीतिर घर थियो, अलिक गाउँमा लिएर आउन ओर्न भनेर त्यति यो गोरु जुधाइ काम मैले हेर्थेँ, सबै कुरो गर्थेँ, गाइड नै सबै गरियो, तर गोरु जुधाउनु ल्याउनु चाहिँ मैले ल्याइनँ बाबु। जस्तै अहिले त देशको विभिन्न ठाउँमा पनि गोरु जुधाइ कार्यक्रम हुन्छ। जस्तै आज तपाईँको बेत्रावटीमा पनि छ होइन, विभिन्न ठाउँमा यही उसलाई चाहिँ मान्छेले सिको गर्दै एउटा ठाउँमा यही तारुकाकै पहिचानले गर्दा सबैतिर गोरु जुधाइ कार्यक्रमको चाहिँ रमाइलो गरेका छन्। तारुकाकै पहिचान देखेर जस्तै अन्तिममा अब जति पनि माघे सङ्क्रान्ति मेलामा आउनुभएका दर्शकबिन र यो देश तथा विदेशमा रहेर यो कार्यक्रम हेरिरहनु भएका दर्शकबिनलाई के भन्न चाहनुहुन्छ? सबैलाई शुभकामना दिन चाहन्छु। यसमा हेरिदिनु होला, राम्रो यही हो बाँचो मेरीको जिन्दगी, केही पनि होइन, एक दिन मर्नु परिहाल्छ।
राम्रो सद्भावना गरिदिनु होला भन्न चाहन्छु। हस्त दर्शकबिन उहाँले आफ्नो यहाँको यो परम्परा जोगाउनको निमित्त के गर्नुपर्छ भन्ने कुराहरू हामीले उहाँको मुखबाट सुनिसक्यौँ। के गर्दा चाहिँ राम्रो हुन्छ यो परम्परा जोगिन्छ भन्ने कुराहरू। र हामी तारुका तारकेश्वर वडा नम्बर 3 मा छौँ। यहाँ भव्य गोरुजुधाइ कार्यक्रम भइरहेको छ। आज माघको 1 गते जहिले पनि यहाँ विशेष गरी विभिन्न ठाउँका गोरुहरूलाई ल्याएर विभिन्न जिल्लाका गोरुहरूलाई ल्याएर यहाँ जुधाउने खालको परम्परा छ। यो साँच्चै नै बडो रमाइलो परम्परा छ। हामी यस परम्परालाई फलो गर्नको निम्ति आज यस स्थलगत रिपोर्टको लागि हामी यहाँ उपस्थित भएका छौँ। यहाँ निकै नै रौनक देखिन्छ, निकै नै भिडभाड देखिन्छ। एकदम दर्शक श्रोताहरू आउने क्रम निकै नै जारी छ। हामी तपाईँलाई के हुन्छ कसो हुन्छ अपडेट गराउने छौँ। हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला।